अहिले चाहिँ म अब अटो चलाउन जाँदैछु गाइस होइन अटोमा रोड धान्न जाँदैछु यो मेरो सानी बहिनी नानी हो अनि उता जाँदैछु म ल अरू अहिले एकछिन गर्दैछु भिडियो अरे यहाँ बस्ने भनेपछि त बस गाडी चलाउँदैछु अनि अहिले हामी जाँदैछौँ र गाइस हामी चाहिँ धान लोड गर्ने ठाउँमा आइसक्यौँ म चाहिँ त्यहाँदेखि तल छर्दैछु नानी छ यहाँ मसँग नानी मान्दैन नानी आइसक्यौँ नानी एक छाने पछि जाने खने पछि हजुर चल्या छ मिस्त्री अङ्कल त हुनुहुन्न अनि त्यहाँदेखि त्यो कुटाउने मात्रै हुन्छ पाइस आउने हुन्न पाइस भुल्लाउने हुन्छ होला सायद हल्लरमा भइहाल्छ होला ल्याउनु न हामी चाहिँ धान लोड गर्दै हुनुहुन्छ अङ्कलले ओइ के भयो नानीलाई के भयो नानीलाई के भयो हेर्नुहोस् गाइस हामी अर्को ठाउँ धान हाल्न आइसकेका छौँ यो ठाउँबाट पनि थोरै खेतीबाट धान लाग्नु छ यसैमा हेर्नुहोस् पाइ गर्छु तँलाई मैले पक हेलो भनिदेऊ हेलो भनिदेऊ हेलो भनिदेऊ नानी हेलो गाइस अब चाहिँ म मेरो ठुलो भएको गोठ अठाउन जाँदैछु गाइस होइन के गर्ने अब बसाबस छैन अब काम गाउँमा आएपछि अब यता सबै छरछिमेक सबै काम गर्नुपर्छ अनि यही घर गोठ भित्ताउने कार्यक्रम चलिरहेछ अब चाहिँ गोठ भित्ताउने हो हेर्नुहोस् यो चाहिँ हाम्रो गाउँको मेरो कुकुर अनि कति प्यारो छ होइन यस्तै हो मेरो घर चाहिँ यो हो हाउस घाँस हालिन्छ पान्जा कसले पान्जा हाल्यो मम्मी तर खेत नानी ओके साथीहरू आजको भिडियो यति भन्दै म बिदा लिन चाहन्छु अर्को भिडियोमा भेटौँला भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र यो भिडियोमा के कति कमी रहेको छ कमेन्टमा पनि भनिदिनु होला म अर्को भिडियोमा पक्कै पनि सुधार्नेछु ओके गाइज बाई अर्को भिडियोमा भेटौँला है